ल गुड मर्निङ गाइस। बिहानको 5 बज्दैछ बेङ्गलोरमा चाहिँ, र यहाँ चाहिँ पुरै झ्याप्पै अँध्यारो छ। यो चाहिँ पोस्ट लाइटको उज्यालो हो अलिअलि, र बाँकी चाहिँ एकदमै अँध्यारो छ। अब घरमा उइन्थ्यो भने त बिहानको 5 बजे त यो जाडोमा होइन कमलभित्र गमक्क भएर सुतिन्थ्यो होला। तर अब परदेशी जिन्दगी भएपछि सजिलो छैन अर्काको जागिर खान। र मेरो चाहिँ यही कुरा कि तपाईँहरू अगर घरैमा के सानोतिनो भए पनि गर्दै हुनुहुन्छ भने अलिअलि इन्कमको सोर्स छ भने चाहिँ बाहिर दुःख गर्न आउनु पर्दैन। यहाँनिर चाहिँ आफूले भने जस्तो केही हुँदैन है। कोही बेला चर्केको घाममा पानी परेको केही नहेरिकन बिहानको राति नहेरिकन आफू अब दुःख कष्ट गर्न निस्किनुपर्छ। र कसैले चाहिँ अब नसोच्नु चाहिँ बाहिरको परदेशी जिन्दगी चाहिँ सजिलो हुन्छ, टन्ने पैसा कमाइन्छ, त्यस्तो चाहिँ होइन है। यो चाहिँ मेरो एडभाइस हो। बाँकी अब त्यही हो, अब आफू त अब दुःख कष्ट गर्न भनेर आएको छ, गर्नै पऱ्यो। ल म चाहिँ लागेँ गाइस, किनकि अब धेरै बोल्न थाल्यो भने ढिलो पनि हुन्छ। र म चाहिँ साइकल लिएर जाँदैछु है। ल गाइस, गुड मर्निङ है सबैलाई। अब यो जाडोमा होइन तातो कम्बल लिएर मजाले सुतेको बेला मोबाइलको अलार्म बज्ने बित्तिकै सबै लुगासुगा फालेर सिधै उठेर चिसो पानीले फ्रेस भएर यो बिहानको राति चाहिँ निस्किनेलाई सजिलो पनि छ है गाइस होइन। मलाई चाहिँ अब अहिले यो दुःख कष्ट गर्दा लाग्छ सानोतिनो केही घरमै गर्न पाए चाहिँ ढुक्क हुन्थ्यो होला जस्तो लाग्छ। अब यहाँ चाहिँ आफूले भने जस्तो केही पनि हुँदैन। ल हेर्नुहोस् त, यो बिहानको राति अँध्यारोमा आफू ड्युटी निस्किनुपर्छ होइन। अब त्यस्तै रहेछ जिन्दगी चाहिँ, अब जति दिनसम्म सकिन्छ गर्नैपर्छ। ल यस्तो छ है कन्डिसन बिहानको। अब यति बिहान चाहिँ 5 बजी चाहिँ रोड चाहिँ खाली नै हुन्छ। र यो अब अहिले अब 7 बजीको पछाडि चाहिँ हिँड्नै नसक्ने भिड हो, ट्राफिक बहुत धेरै लाग्छ। अब बेङ्गलोर बहुत ठुलो सहर छ त। यहाँनिर यसरी अहिले मोबाइल त्यति बेला 7 बजेको बादमा त मोबाइल निकालेर यसरी बात गर्दै नहिँड्ने पनि हुन्छ। कुन चाहिँले कति बेला झप्टामा आएर फोन लिएर हिँड्छ, ग्यारेन्टी हुँदैन। र ट्राफिक पनि धेरै हुन्छ। र बाँकी बिहानको भ्यू चाहिँ यही हो है गाइस। ल हेर्नुहोस् है, बिहानको राति अँध्यारोमा आएर अब यो टाई चाहिँ लगाएर चाहिँ म ठिक्क पऱ्यो नि। अब मलाई मन लाग्छ होला यति बिहान टाई सुट लगाएर होइन। मन त लाग्दैन, गाउँघरमा त कुकुर पनि उठाएको छैन होला। अहिले आएको त यति बिहान उठेर होइन अर्का काम गर्न आउनु गएर लगाएछ, ठिकै छ। हेर्नु मैले अब यो नहेरिकन लगाएको छु टाई चाहिँ, यो अब ऐना छैन यति बिहान हेर्न पनि मिल्दैन। म चाहिँ पार्किङमै लगाइदिएँ टाई पनि। अब ठिक छ कि छैन यसो हेरेर कमेन्ट पनि गर्नु होला। र बाँकी ठिकै छ। र अब फेरि म अर्को भिडियो गरेर तपाईँलाई देखाउँछु होइन। ल हेर्नु यो अफिसमा पनि मान्छे आइसकेका छैन कोही पनि हो। आफू चाहिँ यति बिहान पनि आउनुपर्छ। यो चाहिँ अफिस हो गाइस। अब यहाँ बाहिर अब बेङ्गलोरमा कम्पनीहरूको अफिस यस्तै हुन्छ है हो। अँध्यारै छ, लाइट पनि बोलाएको छैन अहिले। र म चाहिँ अलिक छिटो आइपुगेछु, 10 मिनट टाइम छ। त्यही भएर म चाहिँ 1 कप चाय पिउनु पऱ्यो हो। र म चाहिँ 10 मिनट टाइम अगाडि छिटै आइपुगेछु। र यति बिहान आइपुगेर सोचे 1 कप चाय चाहिँ पिउनु पऱ्यो। यो चाहिँ चाय पिउने एरिया हो। यहाँनिर चाय मैले चाय गरम गर्न बसाएको छु। बाँकीहरू तपाईँको यहाँनिर खानापिनाको सामान पनि छ, जे खाए पनि हुन्छ बिहान होइन। ल हेर्न सक्नुहुन्छ, म चाहिँ बिहान 6 बजी नै आइपुग्यो, माने अलिक छिटो आइपुगेछु 10 मिनट हो। त्यही भएर सोच्दैछु अब बिहानको चाय चाहिँ अब यहीँनिर पिउनु पऱ्यो होइन। यहाँनिर खानाको लागि सबै सुविधा छ। अब चायको साथमा तपाईँको हरेक चिजहरू पाइन्छ, फ्री नै छ खानाको लागि। ल यहाँ फ्रिजमा टन्नै सामानहरू छ। ल हेर्नु सक्नुहुन्छ के खाने हो। बाँकी चायको मसिन छ, उता बिस्किटहरू पनि छन् तपाईँको, जे खाए पनि होइन। त्यस्तै हो। अब बिहानै आए पनि कमसेकम तातो चाय पिउनको लागि त्यही टाइम मिल्छ, त्यो चाहिँ राम्रो लाग्छ है। त्यही भएर मैले ठुक्क लाग्छ बिहान जाडोमा चाय पिउन सबैलाई मनपर्छ नि त होइन। ल ठिकै छ, भेटौँ ल अर्को भिडियोमा है। अब चाहिँ ड्युटीतिर लाग्छु म।